मासु झोल भएपछि अरे मान्छे तर्सिन गरेर भात आइदिनु खाऊ न भिडियो बन्द गरेर खानु क्या भातेर भात चाहिँ त हुन्छ किचन ल्याइछ ट्याङ 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 गरेर गएर समीसँग कुनामा गएर भात सपनामा मैले उसको घरमा के अरे त्यो किप्पी जलाएको जस्तो के जलाइरहेको तताउने पल्टिँदा अध्यायमा काम गर्ने पल्टिँदा के छ यहाँ जल्ने कुरा केही छैन तल देख्यो झन् रुटले लुगाइ गाइस वेलकम टु आवर युट्युब च्यानल के भन्नु वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी अस्मिताले बनाएको भात अनि मासुको सुप खान लागेको छु यत्तिकै हावामै। सो हेरेर तपाईँहरूले इन्जोय गरिदिनु होला। खाए ल खाए ल विनिता राईले मगर विनिता राई आन्टीजीले भन्नुभयो यस्तो है है हामीले सुरु गऱ्यौँ है कसले के हाल्ने होला सबैले लखेछ अरे यहाँ नजाएर है हो यार भात मात्र पोखिँदा कि तरकारी पनि भात तरकारी भातै झर्नु नि भएन ए धान अरे हो यसमा नि केही पनि झर्नु एउटा भयो हड्डी झिकौँ भनेर मैले ठिकिदिन्छु अन्डी त हामी खाइसकेर दिन्छौँ नि हामी खाइसकेर दिन्छौँ नकाँदै हाल मैले झार्छ जस्तो लाग्छ। त्यो झर्छ जस्तो म त भन्छु यसरी खाना आइदिने दिइरहन्छ बिस्तारै 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 त्यो मासु चिकाल्दै त तिमी हड्डी खान्छौ र हुन्छ ए भयो 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 अहिले त भयो तिमीलाई हड्डी होला म त हड्डी खान्न ल ल हड्डी खाँदिन नु भयो 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 मलाई हड्डी चाहिन्छ मेरो हड्डी ओके अझै छ ल भाइ पुग्यो अस्मिताले बनाएको मिठो मिठो जाडोमा तातो तातो एक फेर खाना घाँटी नै परेर फेरि मलाई चाहिँ मलाई क्या यो घाँटी चाहिएन मलाई कहाँ नि घाँटी कस्तो त्यसलाई घाँटी नहाल्दैन भन्दा पनि हाल्दैन घाँटी भन्न नै मिठो छैन नि त नि भनेको नि घाँटी पनि भने थिएँ मैले होइन है भने थिएँ घाँटी नै छैन भन अनि त भयो खाएमै हामीले चाहिँ खाएन फर्स्ट बाइट भन्न बिर्सेछौँ सेकेन्ड बाइट कति बाइट पुग्यो त खाएन मलाई त भनेर बसेन क्यामेरा कन्सियस भएर लजाएर खानु त जस्तो लाग्यो होइन मेरो भात पुऱ्याइदिएर जस्तो लाग्यो अझै खान्छु लाग्यो अनि टिकटक भिडियो त खतरा बनाउँछ जस्तो अनि अहिले चाहिँ ल टिकटक र भातको गर्नु त फरक छैन के भन्नु मिठो भयो त्यहाँ गाउने हो यहाँ गर्ने हो मेरो मम्मी जस्तो टिकटक बनाउनु आँखा मम्मी नभन मम्मी स्किप द बोइल हाल्ने होइन त्यो भयो भात त खान्छ होला अलिक यति आउनु कस्तो समीक्षा मिठो 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 समीक्षा अधिकारी होइन कार्की होला तिमीलाई त पल साबी चालिदिन सक्छौ त्यही भएर समीक्षा कार्की हो बर्बाद हुन्छ फेरि मैले झोल हालेर हालेर खाए ल थपी थपी खायो अनि पिरो भएर बबाल भएछ है प्रपर भात खाएको काठमाडौँ आएको एक हप्तामा आज अनि बहिनी तिमी बहिनी एउटै हो तिमी र एउटै ड्याङको मुला चाउचाउ खाएर पनि भाग्छु अनि बेलुका पनि नखायो बिहान पनि दिनभरि कलेजमा नखायो चाम्रे खायो नि त म तरकारी म केही जति तर्स पनि मिठो रहेछ नि
समीक्षामा पनि खाएको थियौँ हामी लप्सी हो उसकोमा खाएको थियौँ लप्सी ए मेरनको के अरे समीक्षाको बाद मुला। मुला खाएको मुला नि डेन्जर मिठो अर्को बारी लक्ष्मीले चाहिँ अहिले फर्टिलिटी छ घरमा खटी मिठो कुछ खट्टा कुछ मिठा हो जाए तिमीलाई पिरो भयो यति नि मिठो भइरहेछ पिरो पनि भइरहेछ पिरो छैन भएन ठिकै छ खोर्सानी ल्याइदिउँ त तपाईँले फ्रिजबाट टिपेर बारीबाट अर्को बारी छैन होला अनि लामो लाम मन पर्दैन वर्षालाई मन पर्थ्यो लामो हुन्छ नि वर्षाले मिस गरिहाल्यो लाम डल्ले खोर्सानी डन लाइक डल्ले खोर्सानी 300 रुपियाँ पाउँछ पानी लिएर बस्नु बिर्सेछ यार म भरेको छु मात्रै दिउँ थोरै गाइज हामी यस्तो खान्छौँ है नला चाहिँ लजायो भने आफ्नै पेट भोको हुने हो त्यही चल्छ तानै थाहा पाइ के भोग्यो भने यहाँ त एकछिन क्याबाट गन्ध र नि अर्को थाहा हाले भयो अलि हालिदिउँ पुग्यो त्यहाँबाट भन्नु होइन चम्चालाई? थोरै आउँछ नि भोक लागेको छ हामीलाई बिहान खाएको थिएन नि त थाहा पायो अलिक सर्पले तान्छ कि के त हालिदिन्छु हुन्छ होला हौ यतिले त 2 चोटि थोरै त्यसमा थप्नलाई 2 चोटि हाल्नलाई मात्र ल सुप पनि ल्याउनु होला नि तिमीले नि हाल न म त नखाएँ एक हौदा भर्खर भात आएर भन्छ त्यही पनि थोरै हुन्छ अनि परै पुग्यो तँ ल्याउ त यहाँ थाहा त सुप त हामीले मासु सुप मात्रै के अरे त्यो उवाला चाहिँ लिएर होला के लप्सी होइन त्यो लप्सी मुला चाहिँ केही नि होइन अर्को अचार अस्तिको मोमोको अचार अनि मोमोसँग खाएको भनेको होइन नचल चाहिँ किन उबाऱ्यो भने अनि थोडा खान्छ मोमो पनि बाँकी भएको मोमो खाइसकेर नि बाँकी भएको छ हाल्ने भयो पिस पनि हाल्यो एक बार ल झोला चाहिँ बिस के हो तिम्रो भनेर मात्र भन्न आइरहेको छ किन यही गीतमा त आउँछ नि म अनि खालि झुन्ड्या झुन्ड्या खतमको भयो भयो बिजुली बनेर पोट भएर पोट भएर म म्याजिक देखाउँछु पर्छ नै मलाई पनि खाएको थियो अचार थाहा लाग्ला है सर्पले रातभरि खेलाउँछ फेरि भागेको भाग्यो होला ओइ भन्दै भ्याट्दै गऱ्यो तिम्रो नानी म म्याजिक देखाइदिन्छु पानी पनि पानी खोज्छु त्यो पानी नभेट्या हो र चेप्टाइरहेको छ पानी कहाँ राख्दा त एकछिन खोज्नुपर्छ त्यही भएर नि आफूसँगै राखिरहेको धेरै मलाई यो नगर है भनेर चाहिँ मैले कति राम्रो दाँत छुट्टै छैन राम्रो तिमी चाहिँ भए मिलायो होला मिलाएर हाल्नु
मेरो जस्तो उछिटेर यता त ध्यान मेरो आउँदैन हाँस्नु क्या मिठो भयो अस्मिता पिरो पनि भयो मिठो छैन भन त अब कुरा नगर है तिमीहरू अनि खाजा खाने ठाउँको के बुझ्ला भन्नु मासुको ग्रेभी जस्तो भयो नि के को त्यो अस्ति तिमीले खाएको थिएनौ मासुको ग्रेभी पहिलातिर बेला चाहिँ संसारले थोरै खायो अरू त्यो धेरै खायो भात पहिलातिर चाहिँ निकाल्यो अलिक हाल्नुमा त्यो त्यहाँको चामल कति साह्रो थियो नि त्यो गाउँको जस्तो के आफूलाई फेरि पानी थोरै हालेको होला उसमा मासु झोल भएपछि अरे मान्छे तर्सिन गरेर भात आइदिनु त्यो खाइसकेपछि अस्मिताले एउटा गीत गाइदियो के हो तिम्रो यो दुर्गा उता सोध्ने मुखमा झुन्डेर केही छैन अस्ति अस्ति भैँचालो ल्याएर अहिले भात ल्याउने हो भात पाउँछ खाने है भोलि खाउँला अब दिन्छु क्या भोलि पनि खाऊ न एकछिन भिडियो बन्द गरेर खान्छ क्या अब यहाँ त अचकाल धेरै खान्छ क्या त्यही भएर त्यही भनेको खानु अहिले भिडियो बन्द हुन्छ नि भात बन्द म खानु त बुझ्यो भात सक्दैन अहिले पकाउनु पर्यो भयो किचन ल्याइन्छ ट्याङ 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 गरेर घर समीसँग कुनामा गएर भात खान्छ त्यस्तो चाहिँ अब सपनामा मैले उसको घरमा के अरे त्यो किट्टी जलाएको जस्तो के जलाइरहेको तताउने पल्टिँदा अध्यारोमा काम गर्ने पल्टिँदा के छ यहाँ जल्ने कुरा केही छैन तल देख्छ झन् रुटले लुगाइ जलाइदिन्छ फेरि आज मेरो जलाइदिन्छ हुनसक्छ अब खोज्नु पर्यो रातभरि त्यही भएर किचनमै सुताइ रातभरि म त समीक्षा कता गयो यसो हेर्छ त बिहान त किल्ती धर्नु नडर्ने छ भने पनि क्या जबरजस्ती डढाउने हामी उल्टा हालेर चाहिँ दिन्छ नि सुल्ट्यो हो सुल्टै हो दाहिने हात यसले आयो भयो ए यसो देखाउनु नि त मिरर भयो भने मेरोमा चाहिँ उल्टो देख्नु होइन फर्स्ट भयो समीक्षा सेकेन्ड अहिले भात खाने टेबल भातै थपेन नि त त्यही भएर उसले त हो त त्यसले मैले जति थपेको थिइनँ नि त त्यही भएर नहाने पुगेर असो भन्नै रहेछ त्यहाँ पनि पिरो सायद हात झार्नु पर्छ खेप्रा नि हुँदैन त्यो पनि छैन पानी देऊ त खोल्छु न ल वाह वाह मेरो पनि पानी गर्ने पानी त छिटो झर्छ यत्रो भात नझरे खाएको पानीवाला साग पाउँला नि हुन्छ नि
उयो जायो छैन नि झरेको सर्फ हुँदैन अब सियो हामीले खाइसक्यौँ गीत गाइदिउँ न एउटा म नि गाइदिन्छु के हो त्यो बहिनी परिचय पाऊँ हिमाल जस्तै रहेछौ तिमी कता हिँडेको बिजुली बनेर हट भएर पट भएर ब्युटी भएर क्युटी भएर म त हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै अहिले जुठो आँखा लाएर अनि तिर भएर अनि हेरे थ्याङ्क यू गाइज फर वाचिङ आवर भिडियो हामीले खाइसक्यौँ ए बाई बाई बाई